यतिखेर चाहिँ म पुगिसकेको छु यस्तो पाहाडको भिड भएको ठाउँमा। त्यसपछि बाहिर आएर हेरेको त मेरो गाडीको अगाडिको एउटा टायर त गुड्केर लो कहाँ पुगेछ थिङ खानुपर्ने हुन्छ मैले चाहिँ हैन। र त्यही भएर चाहिँ मैले एक थाल लाफिङ मगाएँ अनि त्यसपछि आज चाहिँ म जाँदैछु बौद्ध स्तूपा घुम्न भनेर। आज चाहिँ म कुनै पनि प्यासेन्जरहरूलाई चढाउँदिनँ हैन। आज चाहिँ मेरो सोलो राइड हो गाइज। मलाई चाहिँ कस्तो सोलो राइड गर्न मन लाग्यो त्यही भएर म चाहिँ जाँदैछु एक्लै। अनि त्यसपछि हामी जाने भनेको यो गाडीमा हो। यो गाडी चाहिँ मेरो वान अफ द फेभरेट हो नेपाली मोडमा चाहिँ। र यात्रा सुरु गर्नुभन्दा अगाडि चाहिँ मलाई एकदमै पिसाब लाग्यो त्यही भएर म त घरको पछाडि गएँ पिसाब फेर्न भनेर। अहिले फेरेर गएपछि आनन्दै। र अब चाहिँ मैले ढिलो नगरी यात्रा सुरु गर्नुपर्ने हुन्छ त्यही भएर मैले गाडीलाई रोडमा झिकिसकेको छु। र त्यसपछि म लागेँ आफ्नै गन्तव्यतर्फ। धेरैले बौद्धको लाफिङ चाहिँ खतरा हुन्छ भन्थे सो त्यही भएर चाहिँ म बौद्ध पुगेर लाफिङ खानुपर्ने हुन्छ। र यात्रा गरेको एकैछिनपछि म चाहिँ पुग्छु यस्तो बब्बाल ठाउँमा। रोड पनि दामी रहेछ यहाँ चाहिँ। यस्तो मजाले इन्जोय गरेर म चाहिँ गाडी ड्राइभिङ गर्दै थिएँ तर एउटा आवाजले मलाई झसङ्गे बनाइदियो त्यही भएर मैले झ्याप्पै गाडी रोकेँ। त्यसपछि बाहिर आएर हेरेको त मेरो गाडीको अगाडिको एउटा टायर त गुड्केर लो कहाँ पुगेछ थुक्क। यस्तो अवस्थामा अब हाँस्ने कि रुनी यस्तो त कहिले पनि भएको थिएन। आज अचानक कसरी भयो यस्तो भोग्न परेको संसारमा पहिलो व्यक्ति मै होला यार। र एकैछिनपछि मिस्त्री सिस्त्री आएर चाहिँ नयाँ टायर हालिदियो मेरो गाडीमा। र फाइनली त्यसपछि मेरो गाडी पनि बन्यो मैले गर्दा ओहो यहाँ त खत्रै जाम भएछ। गाडीको त लामा लस्कर लागिसकेछ पछाडिपट्टि। अब चाहिँ म चाहिँ यहाँबाट जानुपर्ने हुन्छ छिटोभन्दा छिटो। र मैले चाहिँ गाडीलाई झ्यापझुप स्टार्ट गरेर लागेँ आफ्नो गन्तव्यतर्फ। सरी ल दाजुभाइहरू मैले गर्दा ढिलो भयो। अब कतिलाई त गुले च्यापेर हैरान भएको थियो होला। र म चाहिँ दायाँ बायाँ हरियालीको आनन्द लिँदै मस्त गाडी चलाउँदै थिएँ तर अचानक मैले एउटा गाडीमा आगो लागेको देखिहालेँ त्यही भएर मैले झ्यापै गाडी रोकेर हेर्न थालेँ के भएको रहेछ भनेर। यो गाडीको अवस्था देखेर जेन्जी आन्दोलन फेरि उल्टिन लागे जस्तो छ गाइज। अब म यहाँ धेरै बस्नुहुन्न फेरि मेरो गाडीको अवस्था पनि यस्तै हुन सक्छ भाग। र गाइज यो बाटोमा चाहिँ मेरो मामा घर पर्छ हैन। यो साइडमा देखिएको चाहिँ मेरो मामा घर हो। र म चाहिँ एकैछिन भए पनि मामा घरमा पसेर जानु पर्ने हुन्छ। उ त्यहाँनिर चाहिँ मैले गाडी पार्क गर्नु पर्ने हुन्छ। त्यहाँ चाहिँ हल्का स्पेस छ त्यहीँ लगेर म चाहिँ गाडी पार्क गर्छु। र गाडीलाई एकछिन भित्र हाल्न पर्यो भनेर गएको त लोक ड्याङ्गे बासमा ठोकिरा गाडी त। र त्यसपछि हल्का ब्याक गरेर फेरि मैले गाडीलाई भित्रै हुलेँ हैन। र देख्न सक्नुहुन्छ गाइज यो चाहिँ मेरो मामा घरको चाहिँ पार्किङ एरिया हो हैन। यहाँ चाहिँ हामीले धेरै गाडीहरू चाहिँ राख्न सक्छौँ त्यही भएर हामीले पनि यहीँ राख्नु पर्ने हुन्छ। र म चाहिँ हतार गाडीबाट झरेर तल खोलातिर हेर्न गएँ। हाम्रो मामा घरमा चाहिँ यस्तो खोला पनि छ गाइज। ओहो चिसो रहेछ पानी त यार। र म चाहिँ त्यहाँबाट निस्केर खोलाको पुल तरेर चाहिँ लागेँ पारिपट्टि चाहिँ हाम्रो मामा घर छ घरहरू छ। के हो यस्तो फोरै रहेछ यहाँ त बडाल्दो पनि बडाल्दो रहेन चाहिँ के हो। र म चाहिँ हतार यता घरतिर आएँ। घरतिर आएको त लौ ढोका बन्द पो छ यार कोही पनि छैन कि क्या हो लौ। झन् बाटोमा मामा घर परेर यस्तो छिरेको त कोही पनि रहेन यार। यसो भेटघाट गरेर जाम भनेको लौ कोही पनि रहन्छ। अब के गर्ने अब म चाहिँ जान्छु फर्केर अब। र घरमा कोही पनि नदेखेपछि म चाहिँ फेरि फर्किएर जानुपर्ने हुन्छ म चाहिँ नत्र ढिलो हुन्छ। र त्यसपछि झ्याप्चु गाडीमा चढेर मैले गाडीलाई ब्याक गरेर रोडमा निकालिसकेँ। यो गाडी चाहिँ मैले पहिला धोब्बी खेल्थेँ हैन त्यसपछि खेल्न छोडेको थिएँ अनि अहिले फेरि खेल्दाखेरि चाहिँ अलिक कस्तो भइरहेछ चलाउन चाहिँ अलि अप्ठ्यारो भइरहेको छ। त्यो अरू नै गाडी चलाएको भएर होला। र गाइज म चाहिँ पुग्छु यस्तो पोखरी भएको ठाउँमा सायद माछा पालन हो कि क्या हो। यो एउटा दुईटा माछा किनेर लानुपर्छ कि क्या हो यहाँबाट। फेरि मलाई यस्तो पालेको माछाहरू मनै पर्दैन कि मलाई त एकदम लोकल खोलाको माछा मन पर्छ हैन। र यतातिरको घरहरू त पुरै त्यो टिनको रहेछ नि टिन चाहिँ पुरै खैलाको छ कि एकदम पुरानो भइसकेछ। फेर्नु त पर्छ नि यार कस्तो खैलाको चाहिँ देख्दै नराम्रो। नयाँ फेरे त खतरा देखिन्थ्यो नि घरै नयाँ देखिन्थ्यो। र गाइज मेरो गाडीमा चाहिँ थोरै इन्जिनको समस्या देखेको भएर चाहिँ मैले गाडीलाई ग्यारेजतिर हुलेँ। र त्यसपछि गाडी बनुन्जेल एकछिन फ्रेस हुन पर्यो भनेर बाहिर निस्किएँ म चाहिँ। त्यहाँ चाहिँ एउटा फुच्चे गाडीले चाहिँ आफ्नो एउटा खुट्टा भाँचेर बसिरहेको रहेछ सायद यसको चाहिँ प्लास्टरै गर्नुपर्छ होला। र केही घण्टाको यात्रापछि म चाहिँ पुग्छु यस्तो हरियाली ठाउँमा। र यही हरियाली ठाउँमा चाहिँ मैले यस्तो खतरा ड्राइभिङ स्किल देखाउँदैछु है गाइज हेर्न सक्नुहुन्छ। र यही ड्राइभिङ स्किल देखाउने चक्करमा चाहिँ हाम्रो गाडी गएर ठोकिन्छ अगाडिको पोलमा ड्याङ्गै। र म चाहिँ यतिखेर लागिसकेको छु सर्टकट बाटो। यस्तो जाडो महिनामा पनि कस्तो धान रोप्दो रहेछ यता त। र हाम्रो गाडी चाहिँ कुद्दैछ यसरी घ्याङच्याङ गर्दै। र गाइज म चाहिँ एकैचोटि बौद्ध पुगेर लाफिङ खान्छु भनेको थिएँ तर त्योभन्दा पहिला नै मलाई भोक लागिसक्यो त्यही भएर एउटा सानो होटल जस्तो देखेँ त्यही भएर मैले गाडीलाई साइड लगाएँ। र गाइज यहाँ चाहिँ हैन यस्तो दामी खतरा झर्नाको भ्यू हेर्दै चाहिँ खाजा खान पाइन्छ है। यहाँ देख्न सक्नुहुन्छ यस्तो दामी झर्ना छ। आइ एम फिलिङ हेभन। र यो झर्नाको भ्यू चाहिँ म पछि आएर हेर्छु भनेर म त गएँ खाजा खान भनेर त्यता। र यो होटल चाहिँ बाहिरबाट जति कवाडी देखे पनि भित्रबाट चाहिँ वाउ रहेछ त्यही भएर मैले हल्का नास्ता सास्ता मगाएर खान थालेँ गम कि गम। र मैले चाहिँ झ्यापझुप खाजा नास्ता खाएर चाहिँ मैले गाडी स्टार्ट गरेर रोडमा लगिसकेँ हैन। अब त्यसपछि म चाहिँ लाग्नु पर्ने हुन्छ आफ्नै गन्तव्यतर्फ। अनि यो मुला चाहिँ के खान बसिरहेको बिच बाटोमा। र त्यसपछि मैले यस्तो रफ्तार कुदाइदिएँ नि मैले मेरो गाडी आम्मामा देख्न सक्नुहुन्छ गाइज मेरो गाडीको स्पिड यतिखेर चाहिँ एकदम धेरै पुगिसकेको छ। म त स्पिड मास्टर हो नि फेरि। र गाइज यतिखेर चाहिँ म पुगिसकेको छु यस्तो पाहाडको भिड भएको ठाउँमा। गाइज यतिखेर म चाहिँ पुग्न लागिसकेको छु बौद्ध स्तूपा हैन। अब यहाँबाट चाहिँ हामी लेफ्टतिर लाग्नु पर्ने हुन्छ बौद्ध स्तूपा जानको लागि। सो त्यही भएर म चाहिँ लेफ्टतिर लागिसकेँ अनि यहाँबाट चाहिँ धेरै बेर लाग्दैन अनि एकैचोटि हामी चाहिँ बौद्ध स्तूपा गएर भेट्नेछौँ गाइज है त। र फाइनली गाइज म चाहिँ पुगिसकेको छु बौद्ध स्तूपा देख्न सक्नुहुन्छ यहाँहरूले। र मैले चाहिँ सिनेमेटिक स्टाइलमा चाहिँ खतरा देखाइदिँदैछु बौद्ध स्तूपालाई देख्न सक्नुहुन्छ यता वरिपरि अनि यहाँको भ्यू जियोस् बवाल छ है गाइज। तपाईँहरू पनि घुम्न आउनु होला छिटोभन्दा छिटो। र म चाहिँ स्तूपाको नजिक जान्छु भनेर गएको त लौ स्तूपा नै छेडियो त लौ के हो यस्तो यो ए क्या मजाक चल रही है हैन। म कतै नकली स्तूपा
स्तूपमा त होइन, यो त बौद्ध स्तूपै भनेको थियो, फेरि नक्कली रहेछ कि अब यार। र गाइज म चाहिँ बौद्ध स्तूपा पनि घुमेँ, अब यहाँको चाहिँ लाफिङ खानु पर्ने हुन्छ मैले चाहिँ होइन। र त्यही भएर चाहिँ मैले एक थाल लाफिङ मगाएँ अनि त्यसपछि स्तूपाको अगाडि बसेर खाँदैछु मैले। एकदम दामी रहेछ। तपाईँहरू पनि आउनु होला गाइज, एकदम दामी हुन्छ यहाँको चाहिँ, टेस्टी छ है लाफिङ चाहिँ। र गाइज यतिखेर चाहिँ मैले लाफिङ साफिङ खाएर पनि भ्याइसकेँ है। र म चाहिँ भिडियोको अन्तिममा छु। आजको भिडियो चाहिँ खासै राम्रो बन्यो जस्तो मलाई लागेन होइन। खैर जस्तो सुकै होस्, त्यही पनि लाइक सेयर एन्ड सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु होला गाइज। यदि यो भिडियो चाहिँ लास्टसम्म हेर्दै हुनुहुन्छ भने यहाँलाई धेरै धेरै धन्यवाद। र अर्को भिडियो चाहिँ म खतरा ल्याउन ट्राई गर्नेछु र अर्को भिडियोमा चाहिँ हामी भेट्नेछौँ है त गाइज। ल अहिलेलाई बाई बाई।